यस्तो हुनुको कारण के हो? सरसफाइ किन हुँदैन? एउटा गेटबाट छिरिसकेपछि यहाँ तीनटा कार्यालय हामीले हेर्न पाउँछौँ। एउटा जिल्ला प्रशासन कार्यालय, एउटा जिल्ला समन्वय समिति र एउटा भौतिक पूर्वाधार विकास कार्यालय। यो अवस्था हेरेर घिनलाई पनि घिन लाग्छ के? तर तपाईँ एउटा मानिस हुनुहुन्छ, अलिकति मानसिकता धर्मले पनि अलिकति जनताप्रति सोच्नुहोस् के। तो भौतिक पूर्वाधारको शौचालय यस्तो किन छन् त? भौतिक पूर्वाधारले भौतिकमा एकदम राम्ररी विकास गरिएको छ के? अलिकति जनताप्रति पनि त हेर्नुहोस्, जनता कुन अवस्थामा हिँडिरहेको छ, कुन अवस्थामा बसिरहेको छ, कुन अवस्थामा खाइरहेको छ, कुन अवस्थामा बाँचिरहेको छ, जनताको ध्यान छैन। आफ्नो भलो भल भयो। यो जुन तपाईँ हेर्नु भइरहेको छ रौतहट जिल्लाको भौतिक पूर्वाधार कार्यालय हो, जुन चाहिँ हामी यतिखेर गौरमा छौँ। र यो कार्यालय हेर्नुहोस्, यो कार्यालयको अगाडि हेर्नुहोस्, यहाँ बालुवा छ, अझै हेर्दै जानुहोस्, यो बालुवा छ। कार्यालयको अगाडि काम भइरहेको छ र सबैभन्दा रहस्य तथ्य एउटा कुरा भनौँ के छ, यो जुन अगाडि तपाईँ हेर्नु भइरहेको छ नि यो शौचालय, त्यो शौचालयको अवस्था म एकछिनमा तपाईँले हेराउँछु। यो भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत चल्ने रौतहट जिल्लाको भौतिक पूर्वाधार कार्यालय हो यो, रौतहट जिल्लाको। र यहाँको शौचालयको अवस्था, यो कार्यालयको जुन सेवाग्राही आउँछन् यहाँ आफ्नो सेवा लिनको लागि, उहाँले यस्तो अवस्थामा गेट एउटा गेटबाट छिरिसकेपछि यहाँ तीनटा कार्यालय हामीले हेर्न पाउँछौँ। एउटा जिल्ला प्रशासन कार्यालय, एउटा जिल्ला समन्वय समिति र एउटा भौतिक पूर्वाधार विकास कार्यालय। गेट एउटै छन्, आखिर यो गेटभित्र तीनवटा कार्यालय छुटी छन्। जिल्ला प्रशासन कार्यालय भयो, यो कार्यालयभित्र भएको शौचालय एकदम स्वच्छ सफा छन्। मैले यहाँ पनि घुमेँ, अनुगमन गरेँ। र जिल्ला समन्वय समितिको हाल त त्यहाँ ताला लागेको छ, बाहिरबाट हेर्दाखेरि त्यहाँको शौचालय मलाई देखियो, तर कुन अवस्थामा छ त्यो जिल्ला समन्वय समितिको मलाई त्यो थाहा भएन। तर यो जुन चाहिँ शौचालय छ हाम्रो भौतिक पूर्वाधार कार्यालयको, अलिकति म तपाईँलाई यसको दशा हेराउँछु कस्तो छ भनेर। यो अवस्था हेरेर घिनलाई पनि घिन लाग्छ के? अलिकति यो अवस्था हेर्नुहोस् न, आउनुहोस्, यो शौचालयको अवस्था हेर्नुहोस् त कुन अवस्थामा छ यो शौचालय। यो शौचालय हेर्नुहोस् कुन अवस्थामा छ, यो हेर्नुहोस् त। यसरीको हुन्छ, यसरी देश परिवर्तन हुन्छ। भौतिक पूर्वाधार भन्ने कार्यालयले भौतिकमा खुब राम्ररी विकास गरेको छ। यो दृश्यले यो हेर्नुहोस्, थुक्क भौतिक पूर्वाधारले भौतिकमा एकदम राम्ररी विकास गरिएको छ के दर्शकबिन? यो हेर्नुहोस् न, तेरिके यस सम्बन्धित निकायलाई म के भन्न चाहन्छु भन्दाखेरि आएको सेवाग्राहीहरूलाई तपाईँहरूले यस्तो भेदभाव किन गर्नु भइरहेको छ? दर्शकबिन तपाईँले म एउटा कुरा के जानकारी गराउन चाहन्छु भन्दाखेरि कुनै पनि कार्यालयमा तपाईँ जानुहुन्छ भने त्यो कार्यालयको प्रमुख जुन हुन्छ उहाँको छुट्टै एउटा शौचालय हुन्छ। यस्ता महानुभावहरूको लागि एउटा स्वच्छ शौचालय, तर सेवाग्राहीहरूलाई यस्तो शौचालय किन? यो अवस्था कहिले परिवर्तन हुने यो देशको? मिलिजुली खाऊ देशलाई डुमाऊ भन्ने जुन कार्यक्रम तपाईँहरूले चलाउनु भइरहेको छ कृपया नगरिदिनु होला। हामीलाई दुःख लाग्छ, अलिकति लाज पनि लाग्नुपर्ने के? यो अवस्था हेरेर मलाई आफू घिन लागिरहेको छ। आएको सेवाग्राहीहरूको हालत के होला भन्ने कुरा अलिकति तपाईँ ध्यान दिनुहोस् न। आफ्नो स्वार्थी किन भन्नुहुन्छ? आफू स्वार्थी नबन्नुहोस् न, अलिकति जनताप्रति पनि त हेर्नुहोस्, जनता कुन अवस्थामा हिँडिरहेको छ, कुन अवस्थामा बसिरहेको छ, कुन अवस्थामा खाइरहेको छ, कुन अवस्थामा बाँचिरहेको छ, जनताको ध्यान छैन। आफ्नो भलो भल भयो भन्ने शासन नगर्नुहोस् के? अलिकति यो दृश्य जुन छ नि, म सम्बन्धित निकायलाई भन्न चाहन्छु, सम्बन्धित व्यक्तिलाई भन्न चाहन्छु, यो भौतिक पूर्वाधार विकासको कार्यालय जुन गौडको छ, यो जुन चाहिँ अलिकति व्यवस्थापन गरिदिएको भए धेरै राम्रो हुन्थ्यो। यो अवस्था हेरेर लाजलाई पनि लाज लाग्छ, तर तपाईँ एउटा मानिस हुनुहुन्छ, अलिकति मानसिकता धर्मले पनि अलिकति जनताप्रति सोच्नुहोस् के? म तपाईँले यही आग्रह गर्न चाहन्छु।